अंधकारबाट प्रकाशतर्फ लैजाऊ। नमस्कार। आज मिति 2082 पौष 28 गते सोमबार, तदनुसार 12 जनवरी सन् 2026 नेपाल सम्वत 1146 पोहेलागा माघ कृष्ण नवमी तिथिको यो विशेष दिनमा म कार्यक्रम सञ्चालक लेखनाथ शर्मा मरासिनी यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा रामपुरको यस पावन भूमिमा अवस्थित श्री रामतुलसी माविको आँगनमा हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदै विक्रम सम्वत 2025 सालमा हाम्रा अग्रज शिक्षा प्रेमी समाजसेवी व्यक्तित्वको अथक मेहनत तथा परिश्रमबाट स्थापना भई करिब 6 दशकको आसपासमा आइपुग्दासम्म यस क्षेत्रमा शैक्षिक ज्योति फैलाउँदो हजारौं हजार प्रबुद्ध नागरिक जन्माएको एउटा पवित्र संस्कार केन्द्रको पहिचान बनाएको यस विद्यालय आज केवल शिक्षालय मात्र नभई जिम्मेवार सचेत नागरिक निर्माण गर्ने संस्कार केन्द्रका रूपमा स्थापना भइसकेको छ। समयको पदचापसँगै कुशल चुस्त व्यवस्थापन, प्रशासनिक व्यवस्था, अभिभावकको अटल विश्वास, शिक्षक शिक्षिका कर्मचारीको लगनशीलता, अत्यन्त अनुशासित विद्यार्थी, राम सरकारवालाको सहयोग र सद्भावबाट आफूलाई बदल्दै आज हाम्रो विद्यालय स्थानीय स्तरबाट उठाएर अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने मार्गमा अगाडि बढ्दै एउटा सुवर्ण सङ्घारमा हामी उभिएका छौँ। आदरणीय महानुभावहरू, आज हामी यहाँ कुनै सामान्य कार्यक्रमका लागि होइन, ग्लोबल क्वालिटी काउन्सिलको मूल्याङ्कन प्रक्रियाको प्रारम्भिक चरणबाट सफल भएर एजुकेसनल अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टमको मापदण्डमा हाम्रो पद राख्न सफल भएका छौँ। त्यसै पार गरेर आज हामी आइएसओ 21001 2018 लोगो प्राप्त गर्दैछौँ। आइएसओ लोगो पाउनु भनेको हाम्रो विद्यालयको पठन पाठन, प्रशासनिक पारदर्शिता र शैक्षिक वातावरण अब विश्वस्तरीय मापदण्डको छ भनी प्रमाणित हुनु हो। विद्यार्थीहरूका लागि उनीहरूको प्रमाणपत्रको ओज बढाउँछ, अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधिमा पहुँच पुग्छ र भोलि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउँछ, हामीलाई राम्रोबाट उत्कृष्ट विद्यालयको श्रेणीमा उभ्याउँछ। त्यसैले यो गौरवमय ऐतिहासिक क्षणमा प्रत्यक्ष साक्षी बन्न पाउनु हामी सबैका लागि अहो भाग्य हो। यसै खुसियालीमा र गरिमालाई आत्मसात गर्दै म आजको आइएसओ लोगो हस्तान्तरण तथा प्रथम चरण प्रमाणीकरण समारोहलाई औपचारिकता प्रदान गर्न यस गरिमामय समारोहको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन विद्यालय व्यवस्थापन समितिका एकदम जुझारु, सक्रिय, शिक्षा सेवामा र समाज सेवामा क्रियाशील भएर लाग्नुभएका युवा नेतृत्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विशाल श्रेष्ठज्यूलाई म हार्दिक आग्रह गर्दछु अध्यक्षताको आसन ग्रहण गरिदिनुको लागि। यसै गरी हाम्रा स्वागत सत्कारको लागि म सहायक प्रधानाध्यापकज्यू श्री पूर्णचन्द्र घिमिरे सरको नेतृत्वमा आइएसओ फोकल पर्सन सम्झना घिमिरेज्यू, सुषमा राणाज्यू, विनिता भट्टाज्यू र साथमा विद्यार्थी भाइ बहिनीलाई लिएर अध्यक्षज्यूलाई माला प्रदान गरेर मञ्चमा आसीन गराइदिनु होला। अब आसन गराउन विशिष्ट आतिथ्यता ग्रहण गरिदिनु हुन रामपुर नगरपालिकाका उपप्रमुख श्री बालकुमारी थापाज्यूलाई म हार्दिक आग्रह गर्दछु। स्थानीय सरकारको सशक्त प्रतिनिधि, रामपुरको समग्र विकासका सारथी, अत्यन्तै शालीन महिला नेत्री बालकुमारी थापाज्यूलाई म आग्रह गर्दछु। उहाँ उपस्थित हुनुहुन्न, उपस्थित भइसकेपछि पुनः हामी आसन ग्रहण गराउनेछौँ। यसैगरी विशिष्ट आतिथ्यता ग्रहण गरिदिनु हुनुको लागि रामपुर नगरपालिका प्रमुख प्रशासक अधिकारी श्री सूर्यदर्शन पण्डितज्यूलाई म हार्दिक आग्रह गर्दछु। यसैगरी विशिष्ट स्थापन गरेर विश्वस्तरीय तहसम्म पुर्याउनुको लागि आफूले अत्यन्त खटेर कार्य गर्नुभएका, हामीलाई मार्गनिर्देशन गरिरहनुभएका ओजस्वी व्यक्तित्व सुदीप शर्मा सरलाई विशिष्ट आतिथ्यता ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक आग्रह गर्दछु।
ग्लोबल क्वालिटी काउन्सिल नेपाल प्रतिनिधि श्री सुदीप शर्मा विशिष्ट अतिथिता ग्रहण गरिदिनु हुँदै ताली बजाइदिनु होला कृपया। उहाँको सत्प्रयासबाट, उहाँको लगनसित, उहाँको प्रेरणाबाट हामी अब विश्व स्तरको गुणस्तरमा आफ्ना पदहरू अगाडि बढाउँदैछौँ। यसैगरी साथमा ग्लोबल काउन्सिल नेपालका यसैगरी आतिथ्यता ग्रहण गरिदिनु हुनुको लागि रामपुर नगरपालिका नगर शिक्षा अधिकृत श्री विकल काफ्रे सरलाई आतिथ्यता ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। यसैगरी आतिथ्यता ग्रहण गरिदिनु हुनुको लागि लुम्बिनी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य माननीय युवराज खनालज्यूलाई आतिथ्यता ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। आतिथ्यता आयोजकको हैसियतबाट पदयासन ग्रहण गरिदिनु हुनुको लागि विद्यालय व्यवस्थापन समितिका सदस्य श्री शेषकान्त भट्टराईज्यूलाई आग्रह गर्दछु। विद्यालय व्यवस्थापन समिति ग्रहण गरिदिनुको लागि आग्रह गर्दछु। यसैगरी आतिथ्यता पदयासन ग्रहणको लागि विद्यालय व्यवस्थापन समिति सदस्य क्याप्टेन हिमाल मल्लज्यूलाई हार्दिक आग्रह गर्दछु। विद्यालय व्यवस्थापन समिति सदस्य श्री दुर्गादेवी राणाज्यूलाई यसैगरी रामपुर अस्पतालका प्रमुखज्यू तथा अध्यक्ष श्री बुद्धि प्रकाश रेग्मीज्यूलाई महाधिक श्री ओम बहादुर नामदेवज्यूलाई म आग्रह गर्दछु। यसैगरी रामपुर नगरपालिका योजना अधिकृत श्री विक्रम बस्नेत आग्रह गर्दछु। यसैगरी आतिथ्यता ग्रहण गरिदिनु हुनुको लागि दलैठाडी माध्यमिक विद्यालयका अध्यक्ष श्री मधु पाठकज्यू र प्रधानाध्यापक श्री सुन्दर प्रसाद देवकोटाज्यूलाई म हार्दिक आग्रह गर्दछु। गङ्गा माध्यमिक विद्यालयका अध्यक्ष श्री मधु पङ्गेनीज्यू दलैठाडी माध्यमिक विद्यालयका अध्यक्ष, यसैगरी गङ्गा माध्यमिक विद्यालयका अध्यक्ष श्री हरि गेवालीज्यू र प्रधानाध्यापक श्री देवराज देवकोटाज्यू आतिथ्यता ग्रहणको लागि आग्रह गर्दछु। जनविकास माध्यमिक विद्यालयका अध्यक्ष श्री उमानाथ अर्यालज्यू र प्रधानाध्यापक श्री पशुपति खनालज्यूलाई आग्रह गर्दछु। आधारभूत माध्यमिक विद्यालयका अध्यक्ष श्री कमलराज भट्टराईज्यू र प्रधानाध्यापक श्री श्री गुरुप्रसादज्यू र सो विद्यालयलाई आग्रह गर्दछु। यसैगरी प्रतिनिधिज्यू विद्यालयका प्रधानाध्यापकज्यू त्यसैगरी चन्द्रोदय विद्यालयका दामो स्कीज्यू, हिमांशु राणाज्यू, मीनाक्षी कर्णज्यू, कृष्ण पौडेलज्यू, मनोज भाटेज्यू यहाँलाई गर्नको लागि, यसैगरी समुदाय रेडियो रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद आतिथ्यता ग्रहणको लागि म हार्दिक आग्रह गर्दछु। हामी संक्षिप्तमा अरू यसैगरी रामपुर साना सहरी खेलका संस्कृति विभागका संस्थापक डक्टर अत्यन्तै राम्रो कुशल समाजसेवी हुनुहुन्छ। त्यसैगरी राष्ट्रिय वाणिज्य ब्याङ्क रामपुरका रामपुर शाखाका प्रबन्धकज्यू, कृषि विकास ब्याङ्क रामपुर शाखाका प्रबन्धकज्यू, लक्ष्मी सङ्ग्राम ब्याङ्क रामपुर शाखाका प्रबन्धकज्यू, ग्लोबल आइएमई ब्याङ्क रामपुर शाखाका प्रबन्धकज्यू, नेपाल एसबिआई ब्याङ्क रामपुर शाखाका प्रबन्धकज्यू, गरिमा विकास ब्याङ्क रामपुरको लागि म हार्दिक आग्रह गर्दछु। यसैगरी कालीगण्डकी आँखा उपचारमा हार्दिक आग्रह गर्दछु। यसैगरी शिक्षक अभिभावक श्री सरिता रेग्मीज्यू, श्री मन्जु कर्णज्यू, श्री शालिग्राम गैरेज्यू, विद्यालय अभिभावक चिरञ्जीवी सिग्देलज्यू, त्यसैगरी विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्य भोजराज भट्टराईज्यू आसन ग्रहणको लागि म हार्दिक आग्रह गर्दछु। यसैगरी यस विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चका विद्यार्थी प्रतिनिधिहरू हुनुहुन्छ भने सचिव विष्णु प्रसाद रेग्मीज्यू पाल्नु भएको छ, उहाँलाई आतिथ्यता ग्रहणको लागि म हार्दिक आग्रह गर्दछु। त्यसैगरी हाम्रो अभिभावकज्यूहरू नगीलाल पौडेलज्यू, विष्णु प्रसाद शान्ति भूमि तारै पहाडी
श्री रामतुलसी माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त प्रारम्भिक कार्यक्रम अथवा लोगो हस्तान्तरण कार्यक्रम समारोहका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि एवं यसै विद्यालयका पूर्व विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति र अहिले जनप्रतिनिधि माननीय राजु प्रसाद श्रेष्ठज्यू, पूर्व माननीय हाम्रो यसै विद्यालयका पूर्व विद्यार्थी श्री युवराज खनालज्यू, अनि हामीलाई यो स्कुलहरू ठिकै छन्, यो ठिकै तरिकाले हुन्न, अलि मेहनत त गर्नु भएको छ, तर मेहनत देखिने किसिमले मेहनत भएन भनेर चिन्दै नचिनिकन एक्कासी हामीलाई एउटा चाहिँ दूतको रूपमा काम गर्न प्रेरित गर्नुहुने, यो अन्तर्राष्ट्रिय स्तरबाट नेपालको स्कुलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ भनेर ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर आदरणीय सुदीप शर्मा सर लगायत त्यससँग सम्बन्धित रेवत राणा सर लगायत उपस्थित अन्य कर्मचारी मित्रहरू, हाम्रो यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं सदस्यज्यूहरू, विद्यालयका पूर्व अध्यक्ष, पूर्व अभिभावक सङ्घका अध्यक्षज्यूहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, पूर्व प्रधानाध्यापक एवं शिक्षकज्यूहरू, यस विद्यालयलाई यहाँसम्म ल्याइ पुर्याउन सहयोग गर्ने अन्य अक्षय प्रदाताहरू, छिमेकी विद्यालयका आदरणीय अध्यक्षज्यूहरू, प्रधानाध्यापकज्यूहरू, अनि पत्रकारज्यूहरू र वित्तीय सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, अभिभावकज्यूहरू र उपस्थित विद्यार्थी भाइ बहिनीहरू र सहकर्मी शिक्षक शिक्षिका मित्रहरू, सर्वप्रथम म मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो एकदम छोटो कार्यक्रम, धेरै कुरा चाहिँ सरले अहिले कार्यक्रम सञ्चालनको दौरानमा भनिसक्नु भएको छ। हामीलाई यो अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह लिनको निम्ति सुदीप सरले एक्कासी त्यो हाम्रो अफिसमा आउनुभयो, आउँदाखेरि एउटा सामान्य कोही भिजिटरको रूपमा आउनुभयो होला भन्ने भयो, त्यो सामान्य कुराकानी भयो। सरको एउटा शब्दले छोयो मलाई, एउटा शब्द के भयो भने तपाईँले स्कुल मेहनत गर्नुभएको रहेछ सर, अब एक्लै भारी बोकेर हुँदैन, यो भारी चाहिँ बाँड्नुपर्छ भन्दा हामीले पनि त्यही चर्चा भइरहेको बेलामा उहाँले चाहिँ बोकेको भारी चाहिँ बाँड्ने जुन चाहिँ एउटा हौसला प्रदान गर्नुभयो, त्यसपछि एकदम भित्र छोएपछि ल सर हामी एकपटक हजुरसँग चाहिँ बस्नु पर्यो, शिक्षक पनि राख्छौँ, समिति पनि राख्छौँ र त्यसपछि हामी जाने नजाने कुरा निदो गर्छौँ भनिसकेपछि हामी सबै सहमत भइयो र सहमत भइसकेपछि काम गर्न हामी तत्पर भइयो। तैपनि उहाँको इन्डिकेटरहरू 25% इन्डिकेटर पुरा गरेको हुनुपर्ने भन्ने अनिवार्य मान्यता हुँदाहुँदै पनि केही अझ हाम्रा काम गर्ने सिलसिलामा अझै केही कामहरू प्रक्रियामै पनि छन्, तर पनि हामीले उहाँसँग सहकारी गर्दै केही कार्यहरू पुरा गऱ्यौँ र त्यसपछि तपाईँहरूको पहिलो चरणको करिब 25% भन्दाखेरि त्यति चरणको काम चाहिँ पुरा भग्यो भने तपाईँलाई यो लोगो हस्तान्तरण गर्न सकिन्छ भन्ने हिसाबले सरले त्यो भनेअनुसार हामी काममा पनि तल्लीन भयौँ र यो कार्यक्रमको आयोजना गर्दैछौँ। हामी लगायत केही विद्यालयहरूले लिइसक्नु भएको छ, केही रामपुरका केही विद्यालयहरू लिने चरणमा हुनुहुन्छ। यसलाई कुनै पनि विद्यालयको प्रतिस्पर्धाको रूपमा नलिइकन आफू राम्रो हुने कुरालाई लिनु हुन सबै मैले हाम्रा छिमेकी विद्यालय अनि सरोकारवाला व्यक्ति सबै महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु। राम्रो सबै हुन मिल्छ, एकले अर्कोलाई प्रतिस्पर्धीको रूपमा नहेरिकन सबै राम्रो भएर समग्र रामपुरको शिक्षालाई अगाडि बढाउनको निम्ति यो अन्तर्राष्ट्रिय यो क्वालिटी काउन्सिलले हाम्रो रामपुरमा धेरै नै स्कुलहरूलाई गएर भेटेर उहाँले चाहिँ ऊर्जा दिनुभएको छ। आशा छ हाम्रा सबै स्कुलहरू, हामी मात्रै होइन, हामी लगायत हाम्रा सबै रामपुरका स्कुलहरू यो गुणस्तर प्राप्त गरेर रामपुर नगरपालिकालाई एउटा शिक्षाको हबको रूपमा विकास गर्नलाई सुदीप शर्मा सरको योगदान अमूल्य रहनेछ भन्दै उहाँले आगामी दिनमा पनि हामीलाई अझै बढी घचघच्याउनु हुनेछ। उहाँको टिम नै खतरा हुँदो रहेछ। हामी त अब नमस्ते गर्न नजानेको, अनि आएका मान्छेहरूसँग बोल्न पनि नजानेको, अनि काम गरेको कामको प्रक्रिया पनि मिलाउन नजानेको, त्यस्तो अवस्थामा उहाँका सहकर्मी कर्मचारी मित्रहरूबाट हामी रिसिँदा पनि, हामी झर्किँदा पनि उहाँहरूले एकदम नम्र भएर चाहिँ सुन्ने क्षमता अनि त्यही कुरालाई उहाँले भन्ने तरिकाले पनि हामीलाई केही सुधार गरेको छ र आशा छ
हाम्रा रामपुरका अरू जुन हामी प्रक्रियामा भएका स्कुलहरू त लिन्छौँ अरू स्कुलहरू अरू सङ्घ संस्थाहरू पनि यो कार्यसँग जोडिँदाखेरि पक्कै पनि हामीले नदेखेका हाम्रो आँखाले गर्न सकिने तर आँखाले नदेखेका कार्यक्रमहरूलाई अगाडि ल्याउन सकिँदो रहेछ भन्ने मलाई लागेको छ। उहाँहरूको आँखाले सानो सानो ठुलो खर्च लाग्ने कार्यक्रमहरू हुँदो रहन्छ, त्यही हामीले गरिरहेका कामहरूलाई मिलाएर गर्ने होइन। हामीले फोटो टाँस्यो भने एउटा फोटो माथि एउटा फोटो तल टाँस्यो भने उहाँहरूले बराबर टाँस भन्नुहुँदो रहेछ। सफा त हामीले दिनदिनै गरिरहेको रहेछौँ कक्षा कोठा, तैपनि धुलो रहित कक्षा कोठा बनाउनुहोस् भन्नुहुँदो रहेछ। पढाउनु त दिनदिनै पढाइरहेछौँ। अहिले तपाईँहरू अभिभावक र विद्यार्थीलाई भेट्नुहोस् न, घरतिर गएर के रहेछ उनीहरूको अवस्था कस्तो रहेछ भनेर त्यो त हामीले त्यो पनि गरिरहेको थियौँ। तर हामीले त्यसलाई डकुमेन्टेसन र प्रेजेन्टेसन नगरेको अवस्थामा उहाँले यो चाहिँ गर्नुहोस्, यो गर्न अहिलेको जमाना देखाउने जमाना पनि हो भनेर जुन हामीलाई घचघच्याएर यहाँसम्म ल्याउनु भएकोले म विद्यालयको तर्फबाट र हाम्रो राम तुलसी लगायत हाम्रो रामपुरवासीको तर्फबाट आदरणीय सुदीप सरप्रति आभार व्यक्त गर्दै हामी भावी कार्यक्रमहरूलाई पनि उहाँको सहयोग अझै आशावादी हुँदै यो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म बसेर यहाँहरू सबैले साथ सहयोग दिनुहुनेछ भन्ने विश्वासका साथ पुनः एकपटक यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई चाहिँ मैले पुनः स्वागत गर्दै मेरो भनाइ यही टुङ्ग्याउँछु। हस्त धन्यवाद, नमस्कार। हात उठाएर करतल ध्वनि गुन्जायमान गरिदिनु हुन सबैमा अनुरोध गर्दछु। दीप प्रज्वलन हुँदैछ। पृष्ठभागमा रहनुभएको मान्यवर अतिथिज्यूहरू पनि उठिसक्नु भएको छ। सबैले असाध्यै ध्वनिले गुन्जायमान गराउनु होला। यसको सुगन्ध, यसको प्रकाशले विश्वभरमा हामी यसरी अगाडि अब अर्को पाइला राखेका छौँ। इतिहासले हामीलाई जग दियो, वर्तमानले हामीलाई पहिचान दियो र आजको यो आइएसओ लोगो प्राप्त गर्दै गर्दाको प्रारम्भिक क्षणमा हाम्रा विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने सामर्थ्य दिनेछ। त्यही दीप प्रज्वलन गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथसाथै अध्यक्षज्यूहरूले पनि
धन्यवाद कार्यक्रम सञ्चालक यस विद्यालयका सर। यो खुसीको क्षण यहाँहरू सबैजना हँसमस भएको यो आजको रामतुलसी माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण आइएसओको लोगो विद्यालयले प्राप्त गर्ने यो चरणको यो आजको उत्सव कार्यक्रम। यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, सबै छिमेकी विद्यालयबाट पाल्नुभएका अध्यक्षज्यू, प्रधानाध्यापकज्यूहरू, यस विद्यालयका व्यवस्थापन समिति सदस्यज्यूहरू, यहाँहरूको शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू लगायत उहाँको टिम, मञ्चमा आमन्त्रित सबै सम्माननीय महानुभावज्यूहरू, आज यस कार्यक्रममा रामपुर नगरपालिकाबाट विभिन्न ओहदामा रहनुभएका तपाईँ सम्माननीय व्यक्तित्वज्यूहरू पनि हुनुहुन्छ। मैले विक्रम सरलाई पनि देखेको छु र सम्पूर्ण यहाँ उपस्थित सुरक्षाकर्मी, त्यसै गरी तपाईँ सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, सबै विद्यार्थी भाइ बहिनी, अभिभावकज्यूहरू र म सँगसँगै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको प्रक्रियामा साथमा रहनुहुने मेरा सहकर्मी सबै साथीहरू र मैले अन्तमा यस विद्यालयका प्रधानाध्यापक भागेन्द्र सर, उहाँको नाम लिएको छु। अन्तर्राष्ट्रिय गुणस्तरका अभ्यासहरू हामीले यस विद्यालयमा कसरी आफूमा गरिरहेको अभ्यास जसले तपाईँको सम्पूर्ण यो व्यवहारिक पक्ष, विशेष गरी अहिलेका व्यवहारहरू पनि विद्यालयसँग समर्पित हुनुपर्ने कुराहरू यहाँ छन्। करिब 50वटा इन्डिकेटरहरू विद्यालयले यो आगामी 3 वर्षभित्र पुरा गर्दैछ र अहिले यो पहिलो चरणको कार्यक्रममा यहाँहरूले करिब भन्न चाहन्छु 25% काम यहाँहरूले सकाएर अन्तर्राष्ट्रिय स्तरको विद्यालयको लोगो प्राप्त गर्ने भन्ने जुन प्रक्रियामा यहाँहरू अगाडि बढ्नु भएको छ, यो यहाँहरूलाई काम गर्ने वातावरण तयार गर्नका लागि त्यसलाई अभ्यास गरेर घोषणा गर्ने जिम्मा पनि तपाईँहरूकै हातमा छ। यो हामीले घोषणा गर्ने भन्दा पनि यहाँहरूले घोषणा गर्ने यो कुरा चाहिँ महत्त्वपूर्ण हो भन्न चाहन्छु। अब के हो त अभ्यास, अन्तर्राष्ट्रिय अभ्यासहरू कसरी हामी प्रयोग गर्दैछौँ त भन्ने सन्दर्भको पार्टमा छोटो कुरा राख्न चाहन्छु। विशेष गरी कक्षा कोठाभित्रको शिक्षण सिकाइमा अहिले भइरहेका पाठ्यक्रमहरू नै हामीले अवलम्बन गर्छौँ। जो नेपाल सरकारले निर्दिष्ट गरेको छ ती पाठ्यक्रमहरूलाई अध्यापन गर्ने विधिहरूमा थप क्रियाकलापहरू के गर्न सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यासमा कसरी पढाइन्छ भन्ने कुराहरू कक्षा कोठासम्म पुर्याउने र आफ्ना नानी बाबुहरूले अध्ययन गरिरहेका विषयहरूमा आमा बुवाहरूको पनि सक्रिय सहभागिता हुनुपर्ने। आमा बुवाले पढ्नु भएको छ त्यही ढङ्गले सहयोग गर्नुपर्ने, आफूले अध्ययन गर्नु भएको छैन भने पनि विद्यार्थी सँगै उसको अध्ययनमा सहयोगको भूमिकामा रहने गरी अब हामीले विद्यार्थीलाई तयार गर्नुपर्ने छ। नत्र हाम्रा नानी बाबुहरू हाम्रा भएनन्, छैनन्। यस्तो धेरै ठाउँमा उदाहरणहरू देखेका छौँ हामीले। त्यसकारण यो कुराको पाठमा पनि विद्यालयले तपाईँहरूका घर घरमा विद्यालय आउँछ, घर घरमा सर म्याडमहरू आउनुहुन्छ। तपाईँ विद्यार्थी भाइ बहिनीहरूले पनि आफ्ना कामहरू गरेको,
आफ्ना रुमहरू व्यवस्थित गरेको, अध्ययन गर्दै गर्दा घरमा पनि प्लानिङ अनुसार अध्ययन गरेको कुरा हामीले अन्तर्राष्ट्रिय रूपमा बुझाउनुपर्छ। त्यसकारण म पनि यहाँका सरहरू जस्तै तपाईँ भाइ बहिनी जस्तै एउटा पात्र मात्रै हो। त्यसकारण यहाँले ती प्रमाणहरू पुर्याउनु भयो भने तपाईँको विद्यालय सर्टिफाई हुन्छ, तपाईँले पुर्याउनु भएन भने सर्टिफाई हुँदैन। त्यसकारण यसको मुख्य जिम्मेवार तपाईँ विद्यार्थी भाइ बहिनीहरू हो। तपाईँहरूले नै आफूले आफ्नो अध्ययनलाई अझ व्यवस्थित, अझ धेरै सशक्त ढङ्गले अध्ययन गरेर हामी सबै विद्यार्थीहरू उस्तै खालको ग्रेडिङमा पास हुनुपर्ने र ती सिकेका आफ्ना अभ्यासहरू आफ्नो व्यवहारमा उतार्नुपर्ने यहाँहरूको काममा जिम्मेवारी छ। त्यसकारण यहाँ सबैलाई यो मञ्चबाट यही आग्रह गर्न चाहन्छु, अब शिक्षकले पढाएर मात्रै अनि आफ्ना छोराछोरीहरूलाई विद्यालयको गेटबाट भित्र प्रवेश गरिसके, अब मेरो भूमिका सकियो भन्ने खालको जुन विधि छ, यसबाट पनि अब तपाईँ अभिभावकज्यूहरू त्यसमा असुध रहनुहुन्न। तपाईँले चाहिँ अब त्यति मात्रै गरेर पुग्दैन। त्यसकारण अब तपाईँको पनि ठुलो जिम्मेवारी थपिँदैछ। त्यसकारण अब काम विद्यार्थीले गर्नुपर्छ, शिक्षकले गर्नुपर्छ, अभिभावकले पनि गर्नुपर्छ, अनि मात्रै विद्यालय अन्तर्राष्ट्रिय स्तरको हुन्छ। र यसका लागि यहाँहरू सबैजना कम्मर कसेर लाग्नु भएको छ। पक्कै पनि समय सीमाभित्रै हामीले यसलाई अन्तर्राष्ट्रियको रूपमा साँच्चैकै यी प्रक्रियाहरू अभ्यास गर्यो, अवलम्बन गर्यो विद्यालय भनेर घोषणा गर्ने अवसर हामीहरूले पाऊँ। यसका लागि तपाईँहरूलाई म यो मञ्चबाट 1 वर्षको समयमा सक्नुहोला भन्ने कुरा पनि उद्घोष गर्न चाहन्छु। धेरै ठाउँमा विद्यालयहरूले 1 वर्षभित्रै आफूलाई अन्तर्राष्ट्रिय स्तरको विद्यालयको रूपमा कक्षा कोठाको सिकाइको अभ्यास चाहिँ 2-3 परीक्षा लिइसकेपछि धेरै कुरा देखिन्छ र मापन गर्न मिल्छ भन्ने कुरा हामीले हेरेका छौँ। नेपाल अधिराज्यभरि मेची टु महाकाली सबै ठाउँमा हामी पुगेका छौँ, हेरेका छौँ। त्यसकारण यो कुरा यो मञ्चबाट आज यहाँलाई भन्न चाहन्छु। र यतापट्टि सबै पाहुनाजीहरू, अब पाल्पा जिल्लाभरि यो कार्यक्रम चाहिँ भइरहेको छ। तपाईँहरू सबैले विद्यालयहरूको चाहिँ आफूसँग नजिरहेका विद्यालयहरूमा गएर पनि के नयाँ प्रक्रियाहरू सुरु भएका छन् भन्ने अध्ययन गर्नका लागि पनि उद्घोष गर्न चाहन्छु। तपाईँले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ र यहाँहरूको पनि अनुगमन आवश्यकता छ। विशेष गरी नगरपालिकासँग म आग्रह गर्छु, यहाँहरू प्रतिनिधित्व हुनुहुन्छ, यहाँहरूले यो विद्यालय लगायतका या अब लगभग धेरै जसो विद्यालयहरू अगाडि बढिरहनु भएको छ। विद्यालयको शिक्षण सिकाइभित्र कक्षा कोठाभित्रै जानुपर्छ। यहाँ समस्या के हो भने हामी हेर्सलाई भेटेर त्यसपछि अध्यक्षज्यूलाई भेटेर त्यतैबाट बाहिर जाने जुन अभ्यास छ, यो अभ्यासबाट कक्षा कोठा हामी सुधार्न सक्दैनौँ। त्यसकारण कक्षा कोठाभित्रका प्रक्रियाहरू पनि यहाँले अनुगमन गरिदिनु होला। यो कुरा यहाँहरूसँग अनुरोध गर्दै यो आजको प्रक्रियामा यहाँहरू सबैजनासँग सँगै आफ्ना कुरा राख्ने जुन यो अवसर जुरेको छ, यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विद्यालय परिवार, यहाँहरूले हाम्रा कुरा पनि सुन्ने जुन यहाँहरूले चाहिँ समय पनि दिनुभयो। त्यसै गरी अन्तर्राष्ट्रिय अभ्यासका विषयमा मेरा कुराहरू यहाँलाई राख्ने जुन अवसर दिनु, सबै यो मञ्चमा र यो विद्यालयको प्राङ्गणमा उपस्थित सम्पूर्णप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। र आफ्ना भनाइ म यहाँनिर टुङ्ग्याउन चाहन्छु। र यसपछि चाहिँ हामी विद्यालयलाई लोगो हस्तान्तरण कार्यक्रम चाहिँ हामी सुरु गर्छौँ। मसँग रहेको टिम सबै साथीहरूलाई अगाडि आउन पनि अनुरोध गर्छु। र लोगो हस्तान्तरण विद्यालयको अध्यक्षज्यू, त्यसै गरी हाम्रो हेड सर, त्यसपछि सहायक हेड सर, अनि अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधिको रूपमा जो हामीले आफ्नो क्षेत्रमा चाहिँ कार्यको जिम्मेवारी लिएका छौँ, तपाईँहरू सबैलाई पनि म अगाडि मञ्चमा आउन अनुरोध गर्न चाहन्छु। र विशेष गरी सहायक प्रधानाध्यापकज्यू पूर्णचन्द्र सर, तपाईँको उपस्थिति पनि यहाँनिर जरुरी छ। मैले यहाँलाई पनि उद्घोष गर्छु। र विद्यालय अलिकति यहाँनिर थप्नुपर्ने कुरा छोटो, विद्यालय चाहिँ सहायक प्रधानाध्यापकले आन्तरिक प्रशासन सबै सिस्टम हेर्ने भन्ने अन्तर्राष्ट्रिय अभ्यासको कुरा पनि यहाँलाई सुनाउन चाहन्छु। त्यही अनुसार चाहिँ विद्यालय चलिरहेकै होला र त्यही ढङ्गले यहाँले चाहिँ आफ्नो अपरेसन चलाउनु भएको होला भन्ने अपेक्षा गर्दै भन्ने टुङ्ग्याउँछु। धन्यवाद। हार्दिक योभन्दा विशेष समारोह आयोजना गरेर ग्रहण गर्नेछौँ। अब प्रधानाध्यापकज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, आइएसओ फोकल पर्सनहरू सबैजना, त्यसै गरी सहायक प्रधानाध्यापकज्यू,
प्रमुख अतिथिज्यू सबै हामी हाम्रो हात चाहिँ अलिकति उठाइदिनु होला। यसलाई एकदमै मिठो धुन पार्श्वमा बजाइदिनु होला, जसले अझै ऊर्जा दियो। अझै ताली, अझै धेरै ताली, एकदम धेरै ताली बजाइदिनु होला। अलिकति फोटोमा यसपछि हामी 1-2 मिनट फोटो सेसनमा हुन्छौँ। यो लोगो प्राप्त गरिसकेपछि नृत्यलाई पनि तयार गर्दै राख्नु होला। पहिलो नृत्य अझै ताली ठोकेर अझै हौसला बढ्छ।
धन्यवाद कार्यक्रम सञ्चालक लेखनाथ सरलाई। यस्तो लोगो हेर्नबर कार्यक्रमका प्रथम अतिथि प्रदेश माननीय राजप्रसाद श्रेष्ठज्यू, अन्य अतिथिज्यूहरू, सम्पूर्ण विद्यालय तर्फबाट आउनुभएका अध्यक्षज्यूहरू, प्रज्यूहरू, पत्रकारज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, मेरा हाम्रो यस विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, प्यारा प्यारा भाइ बहिनी विद्यार्थी भाइ बहिनीहरू, आज हामी एक गौरवमय क्षणमा छौँ। मैले अस्ति पनि भनिसकेका थिएँ, हामी ठुलोबाट सुरु भएर हामी अन्तर्राष्ट्रिय स्तरको विद्यालय बन्दैछौँ। यो हामी सबैको लागि गर्वको कुरा हो। हामीले यहाँसम्म आउन लागि धेरै नै कोसिस गऱ्यौँ, धेरै नै प्रयत्न गऱ्यौँ। योभन्दा अगाडिका व्यवस्थापन समितिका सदस्यज्यूहरू, सम्पूर्ण टिचरज्यूहरूले धेरै नै मिहिनेत गर्नुभएको छ। हामीले एउटा सल्लाह अनुसार अब हामी यतिकै हुँदैन, रामतुलसी जिल्लाकै ठुलो विद्यालय, नमुना विद्यालय भन्दा पनि अब अन्तर्राष्ट्रिय स्तरको बन्नुपर्छ भन्ने हाम्रो सल्लाह अनुसार यसमा ग्लोबल काउन्सिलले सहयोग गरेर हामी यहाँसम्म आउन सफल भएका छौँ। हामीले विगत 2 महिनादेखि निरन्तर काम गरिरहेका छौँ। हाम्रा शिक्षक शिक्षिकाजीहरू जाडो बिदा पनि नभनेर काम गरिरहनु भएको छ। मैले उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। यहाँसम्म खट्ने हुने सम्पूर्ण हाम्रा प्रज्यूहरू, सहायक प्रज्यू, आइएसओ फोकल टिचरहरू सम्पूर्णलाई पुनः धन्यवाद दिँदै अब हामी 25% काम गरेर मात्र होइन कि 100% पुर्याएर 1 वर्षभित्रमै आइएस सर्टिफाइड हुनेछौँ भन्ने आशा गर्न चाहन्छु। यहाँको सबैजनाको सहयोग हुनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु। मैले यो एक वर्षको टाइम भन्नुमा चाहिँ उहाँहरूले योभन्दा अगाडि नै मलाई लाग्छ हामी 6 महिनाभित्र नै आइएस सर्टिफाइड हुनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँ आउनुभएका सम्पूर्णलाई पुनः धन्यवाद दिँदै म आफ्नो भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार, जय रामतुलसी। धन्यवाद कार्यक्रम सञ्चालक सरलाई। यस गरिमामय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन अन्य अतिथिगण, आदरणीय विद्यालयका प्रधानाध्यापकज्यू, गुरुबा गुरुआमाहरू र मेरा सहपाठी मित्रहरू, आजको यस ऐतिहासिक घडीमा जब हाम्रो विद्यालयले आफ्नो मेहनत र गुणस्तरको प्रमाण स्वरूप आइएसओको लोगो प्राप्त गर्दैछ, यस गरिमामय सभामा उपस्थित हुनुभएका यहाँहरू सम्पूर्णमा म यस श्री रामतुलसी नमुना माध्यमिक विद्यालयको कक्षा 12 विज्ञानमा अध्ययनरत छात्रा करिना कार्कीको तर्फबाट हार्दिक अभिवादन तथा स्वागत टक्राउन चाहन्छु। उपस्थित महानुभावहरू, शिक्षा एउटा केवल किताबी ज्ञान मात्र होइन, यो त एउटा पद्धति हो। आज हाम्रो विद्यालयले जुन आइएसओको लोगो प्राप्त गर्दैछ, यो एउटा टाँसिने स्टिकर र भित्तामा झुडिने फ्रेम मात्र होइन, यो त हाम्रो विद्यालयको शैक्षिक वातावरण, प्रशासनिक चुस्तता र विद्यार्थीप्रतिको उत्तरदायित्व अन्तर्राष्ट्रिय स्तरको छ भन्ने प्रमाण हो। हामी विद्यार्थीहरूका लागि त यो गर्वको विषय हो कि हामी यस्तो संस्थामा अध्ययन गरिरहेको छौँ जुन संस्थाले विश्व स्तरको व्यवस्थापन प्रणालीलाई अपनाएको छ। यसले हामीलाई राम्रो प्रयोगशाला, व्यवस्थित पुस्तकालय र प्रविधि मैत्री सिकाइका लागि सुनिश्चित गर्नेछ। हाम्रो यस सफलता प्राप्तिका लागि हाम्रा शिक्षकहरूले गर्नुभएको अहोरात्र खटाइ र विद्यालय प्रशासनको दूरदर्शिता प्रशंसनीय छ। हामी विद्यार्थीहरू यो प्रतिबद्धता गर्दछौँ कि हामीले पाएको यस लोगोको गरिमालाई जोगाइराख्नका लागि हामी अझ बढी मेहनती, अनुशासित, लगनशील र सृजनशील बन्नेछौँ। हामी आफ्नो व्यवहार र नतिजाले यो प्रमाणित गर्नेछौँ कि हाम्रो विद्यालय एउटा उत्कृष्टताको केन्द्र हो र अन्त्यमा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यस समारोहको सभा बढाइदिनु हुने प्रमुख अतिथि लगायत सम्पूर्णलाई म मेरो व्यक्तिगत तर्फबाट र यस विद्यालयका सम्पूर्ण विद्यार्थीको तर्फबाट हार्दिक धन्यवाद र स्वागत प्रदान गर्दछु। आजको कार्यक्रम सफल, सार्थक, प्रेरणादायी बनोस् भन्ने कामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। सरलाई यो कार्यक्रम आइएसओ लोगो ह्यान्डओभर प्रोग्रामका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिको आसन ग्रहण गरिरहनुभएका आदरणीय माननीयज्यू, यो कार्यक्रमलाई यहाँसम्म ल्याउनका निम्ति गचगच्याएर लोगो ह्यान्डओभर गर्नसम्म आइपुग्दा सहजीकरण गर्नुभएका आदरणीय आइएसओ लोगो प्रदान गर्नुभएका सम्पूर्ण सरहरू लगायत उपस्थित हुने तपाईँ सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रहरू र यो विद्यालयलाई यहाँसम्म ल्याउनका निम्ति अहोरात्र खट्ने तपाईँ सम्पूर्ण शिक्षक, विद्यार्थीहरू सबैमा यहाँ उपस्थित हुने तपाईँ सम्पूर्णमा हार्दिक नमस्कार टक्राउन चाहन्छु।
विशेष गरी आज पूर्वी पाल्पामा दोस्रो विद्यालयको रूपमा पहिलो गङ्गा माविले प्राप्त गरिसकेको छ भने त्यसको लगत्तै आज दोस्रो पटक यहाँ रामतुलसी नमुना माध्यमिक विद्यालयले आइएसओको लोगो प्राप्त गरिसकेको छ। जुन लोगो प्राप्त गरिसकेको छ यसबाट तपाईहरूले जुन खालको 25% काम पुरा गरिसकेपछि पाउने लोगो तपाईहरूले पाउनु भइसकेको छ विद्यालयले। अब बाँकी रहेको 75% काम विद्यालयका अध्यक्षले हामीले 6 महिनाभित्र पुरा गर्नेछौँ भनेर प्रतिबद्धता जाहेर गरिसक्नु भएको छ। यसबीचमा उहाँहरूलाई यो पुरा गर्नका निम्ति सफलता अझै मिलोस्, गुणस्तरीय शिक्षा यसित सँगसँगै यो आइएसओ लोगो प्राप्त गरेसँगै सर्टिफाइड हुनका निम्ति भौतिक र अन्य पूर्वाधारहरू सँगसँगै शिक्षाको गुणस्तरीयताको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। यहाँबाट यो वर्ष एसएलसी पास हुने 220 जना विद्यार्थी मध्ये कति पास हुन्छन्, यहाँको कस्तो रिजल्ट आउँछ भन्नेमा पनि यसले भर पर्छ भन्ने मलाई लाग्छ। यहाँहरूले त्यही किसिमले विद्यार्थीहरूलाई सिकाइ स्तर गुणस्तरमा अझै उत्कृष्ट बनाउनु हुनेछ। यो वर्ष 2 जना भाइ बहिनीहरूले यहीँबाट 4 GPA ल्याउनु भएको थियो भने यो वर्ष अझै धेरैले ल्याउनु हुनेछ र पूर्वी पाल्पाको उत्कृष्ट विद्यालयको रूपमा आजसम्म रहेको विद्यालय र सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या पाल्पामै रहेको विद्यालय अझै नमुना बन्दै जानेछ र आइएसओ सर्टिफाइड हुनका निम्ति जुन खालको प्रतिबद्धता यहाँहरूले व्यक्त गर्नुभएको छ त्यो समय अवधिमै पुरा गर्नुहुनेछ र सँगसँगै यसलाई पुरा गर्नका निम्ति तपाईँ सम्पूर्ण खट्नु भएको छ। यो यहाँ मात्रै नभएर विभिन्न क्षेत्रहरूमा लागू हुने कुरा रहेछ भन्ने कुरा मैले यसो इन्टरनेट हेर्दाखेरि थाहा पाएको थिएँ। यी आइएसओमा जानका निम्ति पनि थुप्रै मापदण्डहरू रहेछन्। ती मापदण्डहरू एउटा विद्यालयले मात्रै नभएर अन्य सङ्घ संस्थाहरूले पनि पुरा गर्न सक्यो भने यो अत्यन्तै राम्रो रहेछ भन्ने कुरा हामीले बुझेका छौँ र यसतर्फ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सङ्घ संस्थाहरू पनि यसतर्फ लाग्नुहुनेछ र पाल्पाको त्यो पनि पूर्वी पाल्पामा रहेको यो विद्यालयले आज लोगो प्राप्त गर्दै गर्दा यो पूर्वी पाल्पामा दोस्रो पटक लोगो प्राप्त गरेको छ। अब सर्टिफाइड चाहिँ पहिलो पटक हुनेछ भन्ने विश्वास साथ यहाँहरू सबैलाई यो अवसरका निम्ति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै बिदा हुन चाहन्छु। नमस्कार। धन्यवाद। अत्यन्तै कुशल कार्यक्रम सञ्चालक यसै विद्यालयका शिक्षक श्री लेखनाथ सरलाई यस सुन्दर नगरी, ऐतिहासिक सुन्दर नगरी पाल्पाको नमुना माध्यमिक विद्यालय रामतुलसी माध्यमिक विद्यालयको गरिमामय आइएसओ लोगो हस्तान्तरण कार्यक्रमका अध्यक्षजी, कार्यक्रमका प्रमुख अतिथिजी, विशिष्ट अतिथिज्यूहरू र मञ्चमा आसीन र मञ्च विमुखमा आसीन अन्य अतिथिगणहरू, अभिभावकज्यूहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, वास्तवमा मलाई धेरै बोल्नु केही छैन। अभिभावकको तर्फबाट बोल्न दिनुभएकोमा विद्यालय परिवारप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साँच्ची नै मेरो छाती आज गर्वले फुलेको छ। यो रामतुलसी नमुना माध्यमिक विद्यालय आज नमुना माध्यमिक विद्यालय हुँदै गर्दाखेरि यो विद्यालयले आइएसओ लोगो प्राप्त गरेको छ र अन्तर्राष्ट्रिय स्तरमै राष्ट्रिय स्तरमै साँच्ची नै नमुना बन्न सकोस्। म सर्वप्रथम हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र लोगो छिट्टै लोगो त प्राप्त गरेको छ, सर्टिफाइड पनि अध्यक्षजीको प्रतिबद्धता अनुसार नै प्राप्त गर्न सकियोस्। म यो मानेमा यहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु। मलाई धेरै बोल्नु छैन। पूर्ववक्ता मित्रहरूले केही कुराहरू राखिसक्नु भएको छ। विद्यार्थी बहिनीले पनि असाध्यै मिठो भाषामा राखिसक्नु भएको छ। बहिनीले भन्नुभएको छ साँच्ची नै शिक्षा के हो त? शिक्षा वास्तवमा भन्ने हो भने विद्यालयमा आएर मात्रै शिक्षा प्राप्त गर्न सकिँदैन। यो जीवन सुरुवात भएदेखि नै, जन्मेदेखि नै नमरुन्जेल हामी वास्तवमा शिक्षाको भोको हुनुपर्दछ। केही न केही कुरा हामीले सिकेर यो जीवनलाई सार्थक बनाएर यो संसारलाई परिवर्तन गरेर आजको यथास्थितिबाट वास्तवमै संसारलाई अग्रगामी छलाङ मार्ने नै शिक्षा हो भन्ने लाग्छ मलाई। त्यसैले गर्दा जति पनि हामी उपस्थित छौँ
त्यो शिक्षा हामीले ग्रहण गर्नुपर्छ। शिक्षा भन्ने शब्द नै यस्तो हो, मान्छेलाई जागरुक बनाइदिने त्यस्तो खालको शिक्षा। सिक्नको लागि इच्छा भएको कारणले गर्दा शिक्षा नाम राखिएको हो जस्तो मलाई लाग्छ। त्यसैले गर्दा जन्मदेखि मृत्यु पर्यन्तसम्म हामी शिक्षाको भोको हुनुपर्दछ। त्यसैले गर्दा विद्यार्थी भाइ बहिनीहरू मात्रै होइन, शिक्षकहरू मात्रै होइन, अभिभावक मात्रैहरू होइन, सबै मान्छेले केही न केही कुराहरू सिकेर जीवनमा लागू गर्नुपर्छ। अघि बहिनीले भने जस्तै वास्तवमा शिक्षा व्यवहारमा पनि उतार्न जरुरी छ र नतिजामुखी पनि शिक्षा हुन जरुरी छ। बहिनीले नै आफ्नो मन्तव्यमा राख्नु भएको छ। आइएसओ लोगो हस्तान्तरण कार्यक्रम असाध्यै छोटो छ, समय छोटो छ, त्यसैले गर्दा मैले धेरै चाहिँ बोल्दिनँ। वास्तवमा यो के हो त, विद्यालयको प्रतिष्ठा, विद्यालयको मात्रै प्रतिष्ठा होइन, विद्यालयको प्रतिष्ठा भन्ने बित्तिकै विद्यार्थी, अभिभावक, यो ठाउँ, शिक्षक सबैको प्रतिष्ठा जोडिएको हुन्छ। त्यो प्रतिष्ठा वृद्धि गर्नको लागि हामी सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ विद्यालयको प्रतिष्ठा बढाउनको लागि यो। त्यसैले गर्दा हामी त्यो कार्यमा म अभिभावकको तर्फबाट, सबै अभिभावकको तर्फबाट प्रतिष्ठा बढाउने कुरामा विद्यालयलाई के सहयोग गर्नुपर्छ त्यो सहयोग गर्नको लागि आतुर छौँ भन्ने म यहाँहरूलाई प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र अर्को कुरा, विद्यालयप्रतिको आकर्षण बढाउनको लागि यो आइएसओ लोगो भइसकेपछि विद्यार्थीको आकर्षण, विद्यालयप्रतिको आकर्षण पनि बढाउने कुरामा अगाडि बढ्दछ। त्यसैले गर्दा अझै अर्को कुरा, मुख्य कुरा भनेको विश्वसनीयता हुन्छ। विद्यालयले प्रतिष्ठा, आकर्षण र विश्वसनीयता वृद्धि भइसकेपछि हामी अन्तर्राष्ट्रिय स्तरमै अघि कुरा उठेको छ। यहाँ आदरणीय नीति निर्माता मान्यज्यूहरू पनि भएको हिसाबले मलाई केही कुरा थोरै राख्ने चाहिँ अनुमति माग्छु। म समय थोरै बढ्ने भयो। वास्तवमा यो प्रतिष्ठा बढेपछि हामी विद्यार्थी भाइ बहिनीहरू विदेशमा गएर हाम्रो सर्टिफाइड भएको विद्यालय भयो, म विदेशमै हराउँछु उतै बढ्छु भन्ने होइन। यो प्रतिष्ठा बढेपछि, यो विश्वसनीयता भएपछि मान्यज्यूलाई म के पनि आग्रह गर्न चाहन्छु भने नेपालमै पढ्दै कमाउँदै भन्दै गर्न सकिन्छ। विदेशले पढ्दै कमाउँदै गर्ने खालको ब्याचलर स्तरमा पढ्दै कमाउँदै गर्दैछन्। हाम्रा विद्यार्थीहरू सबै आकर्षण होइन विकर्षण भइरहेको छ। त्यसैले गर्दा हामी आकर्षण गरेर यो देशमै हाम्रा विद्यार्थी कलिला भाइ बहिनीहरूलाई यही राखेर हामीले देशलाई उन्नतितर्फ, समुन्नतितर्फ लैजाने नीति बनाइदिनु हुन पनि मैले अनुरोध गर्दछु भन्दै समग्रमा मैले अलिक धेरै बोलेँ कि समय धेरै लिएँ कि म छट्याउँदैछु। समग्र विद्यालयको यो कार्यक्रमको र समग्र विद्यालयको प्रगतिको कामना गर्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय राम तुलसी। धन्यवाद कार्यक्रम सञ्चालक लेखनाथ सरलाई। आज यो अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रमाणीकरण आइएसओ जुन गुणस्तर चिन्ह प्रमाणको लागि कार्यक्रम आयोजना भएको छ, यो कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्योग वाणिज्यका सभापतिज्यू, त्यस्तै गरी आइएसओ प्रमाणीकरण हस्तान्तरण गर्न आउनुहुने आदरणीय सुदीप शर्मा सर लगायत उहाँको टिम र मञ्च आसीन सम्पूर्ण विभिन्न ओहदामा रहनुहुने आदरणीय अतिथि, विशिष्ट अतिथिज्यूहरू र विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, व्यवस्थापन समितिका साथीहरू, अभिभावकज्यूहरू र हाम्रा प्यारा प्यारा भाइ बहिनीहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू, यो रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरको जेठो स्कुल विद्यालय भएको हुनाले अहिले यो विद्यालयप्रतिको समग्र यो कालीगण्डकी बेसीको आकर्षण पनि बढ्दै गएको छ। यस अर्थमा आज हामी अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्रमाणीकरणको सर्टिफिकेट हामी प्रमाणीकरणको जुन लोगो हामी लिएका छौँ, यो लोगो हामीले सरसँग म थोरै परिचय हुने अवसर मिलेको थियो। यो लोगो लिएर आज हामी लोगो लिएका छौँ। यसका मापदण्डहरू हामीले यो विद्यालयले 25% पार पनि गरिसकेको छ र यो अझै बाँकी धेरै यसका मापदण्डहरू पार गर्नुपर्ने भएको र हामीलाई
यो आइएसओ प्रमाणीकरणको लोगोले हामीलाई आफूलाई कज्याउने र विशेष गरी अहिले अघि नै कुरा भइसक्यो हेड सरले आफूले मात्रै टाउकोमा बोझ लिने जुन हिजो विगतको चाहिँ अभ्यास थियो भने अहिले प्रत्येक शिक्षक शिक्षिकाहरूको प्रत्येक चाहिँ सर म्याडमहरूको आफ्नो आफ्नो जिम्मेवारी बाँडिएको छ, विद्यार्थीहरूको जिम्मेवारी बाँडिएको छ, अभिभावकको जिम्मेवारी बाँडिएको छ, हामी जनप्रतिनिधि समाजसेवीहरूको पनि जिम्मेवारी बाँडिएको छ। त्यस हुनाले अहिले हामीले लिएको फोटो खिचेका छौँ, रमाइलो पनि मानेका छौँ। हिजो हामी चुनाव जित्यौँ, चुनाव जितेर माला लाउँदाखेरि एकदम त्यो दिन त केक नै ठुलो भयो झै मान्य थियो। 5 वर्ष पार गर्न त गाह्रै हुन्छ। त्यो कठिन परिस्थिति हामीले पार गर्नेछौँ। त्यो कठिन परिस्थिति पार गर्न अब आज बल्ल हामी खुड्किलो चढ्दैछौँ। त्यस हुनाले सरले मलाई अहिले खुसुक्क पनि भन्नुभएको छ, तपाईँको पनि कारमा जिम्मेवारी थपिएको छ है सर भन्नुभएको छ। म यो जिम्मेवारी लिनको लागि एकदमै तयार छु र हामी पालिकामा पनि भन्ने गरेका छौँ, सल्लाह छलफल पनि भएको थियो। हाम्रो पालिकालाई पनि आइएसओ प्रमाणीकरण गर्न पर्यो सर भन्ने हाम्रो एउटा प्रारम्भिक छलफल भएको छ र हाम्रो कार्यपालिकाको बडीले त्यसलाई अलि विस्तृत रूपमा छलफल गरेर निर्णय गर्न बाँकी नै छ। त्यस हुनाले हामी अहिले यो आइएसओ प्रमाणीकरण त सबै टोलटोलै गर्नुपर्ने भएको छ, प्रत्येक संस्थालाई गर्नुपर्ने भएको छ, प्रत्येक घर घरमा आइएसओ प्रमाणीकरण गर्नुपर्ने अवस्था छ नेपालको अहिले। तपाईँहरूले देख्नु भएको छ, सामान्य खालको सानो कुरा भयो भने पनि एकदम छिटो चाहिँ मान्छे रिसाउने, एकदम चिरचिराट हुने, अनि चाहिँ छिटो फेसबुकमा हाल्ने, झैँ झगडा गर्ने, यो खालको उद्दण्डता अहिले यो जुन देखिएको छ पछिल्लो समय, यसको लागि पनि यसले केही न केही यो चाहिँ मान्छेलाई अनुशासन बनाउने, समाजप्रतिको दायित्व के हो भन्ने चाहिँ एउटा उत्तरदायी बनाउने यसले जिम्मेवारी पक्कै दिन्छ। यहाँ पनि सर म्याडमहरूको यत्रो 120 जना स्टाफहरू हुनुहुन्छ, उहाँहरूको पनि कोही कतै मनमुटाव थियो होला। अब यसले एकै ठाउँ ल्याउने भयो सबैलाई, फल्लाको काम यो फल्लाको काम यो भनेर सबैलाई बाँडफाँड गरिदिएपछि त कसैलाई दोहोलाउनु पाइएन। त्यस हुनाले यो सबै हामीलाई चाहिँ आवश्यक छ। यो रामपुरभरिका सङ्घ संस्थाहरूले लिएर अनि यसको आफ्नो आधारभूत मापदण्डहरू के छन् त्यो पुरा गर्ने, पुरा गरिसकेपछि मैले काम गरेँ के हो भन्ने कुरा मेरो जिम्मेवारी भएपछि मैले अरूलाई दोष लाउनु मिल्दैन। मेरो आफ्नो जिम्मेप्रति म जिम्मेवार हुन्छु। त्यो जिम्मेवार हुनको निमित्त नै आज हामीले यो आइएसओ प्रमाणीकरणको सर्टिफिकेट अब हस्तान्तरण यो प्रमाणीकरणको लोगो लिएका छौँ र छिट्टै नै सरले यो 1 वर्ष अवधिमा हामीले पार गर्छौँ भनेका छौँ। यसको लगभग 3 वर्षसम्म गर्न मिल्ने पनि भन्ने रहेको, तर विद्यालयले 1 वर्षभित्रै पार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ र म पनि यो विद्यालय व्यवस्थापनको समिति र यसै वार्डको वडा अध्यक्ष भएको हुनाले मेरो तर्फबाट, वडाको तर्फबाट र नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग हरदम यो विद्यालयलाई रहनेछ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भनाइअन्छु अन्त्य गर्दछु। हस्त नमस्कार, जय रामकृष्ण।
धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस लोगो हस्तान्तरण कार्यक्रमको अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य सम्पूर्ण अतिथिज्यूहरू, उपस्थित महानुभावहरू, हामीलाई खुसी लागेको छ। खुसी यहाँका अलिक पुराना मान्छेहरू 25 सालमा स्कुल स्थापना गरेर एसएलसी परीक्षा यहीँबाट दिन पाइयो भन्दा पनि खुसी हुनुहुन्थ्यो होला। त्योभन्दा पछिका दिनहरूमा स्कुलमा एउटा भवन बन्यो, 2 जना शिक्षक दरबन्दी पाइयो भन्दा पनि खुसी हुनुहुन्थ्यो होला। अनि त्यस पछाडिका थुप्रै दिनहरूमा कहिले अन्यत्रबाट टिचर खोजेर ल्याउने, स्थानीयले धान उठाएर निज शिक्षकलाई तलब दिन पाइयो भन्नेमा पनि खुसी हुनुहुन्थ्यो होला। गर्दा गर्दै समय परिवर्तनशील छ, थुप्रै कुराहरू भए, विकास भए, यतिका धेरै भवन भए, यति धेरै विद्यार्थीहरू भए, अनि हामी राम्रो स्कुलको रूपमा छनौट भइयो। त्यति बेला पनि खुसी भइयो। खुसी हुँदै आउने क्रममा समयको विकास अनुसार यो विद्यालयमा कहिले अध्यक्षले मात्रै काम गर्नुभयो होला, कहिले समितिले मात्रै काम गर्नुभयो, कहिले हेड सरले मात्रै गर्नुभयो, कहिले हेड सरले गर्दै गर्नु भएन, हामीले मात्रै गर्नु परेको छ भनेर शिक्षकले मात्रै पनि काम गर्नुभयो होला। अनि अन्तर्राष्ट्रिय अभ्यास अनुसार के रहेछ त भन्दा एक्लै हेडमास्टरले मात्रै गरेर हुँदो रहेनछ। कतिपय कुरा त हुँदो रहेछ, बाँकी रहँदो रहेछ। अनि शिक्षकले मात्रै गरेर हुँदो रहेछ, विद्यालय व्यवस्थापन समितिले मात्रै गरेर हुँदो रहेछ। हामी त यहाँ भएका सबै स्टाफले, सबै विद्यार्थीले, सबै अभिभावकले मिलेर काम गर्यो भने यो विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको विद्यालय बनाउन सकिँदो रहेछ। अनि त्यसमा अहिले काम गरेका जोसिला शिक्षकहरूले अनि राम्रो प्रशासन सञ्चालन गर्नुभएको हेड सरले, लामो समय विद्यालयको निम्ति सोचेर अनि विद्यालय व्यवस्थापन समितिले, यी सबैले कोसिस गर्दा, पहल गर्दा हामी अहिलेको यो प्रतिस्पर्धामा, अन्तर्राष्ट्रिय स्तरको विद्यालय बनाउने प्रतिस्पर्धामा भाग लिन सक्ने भइयो। अब यो विद्यालयलाई योभन्दा अगाडि बढाउन पर्यो। अन्तर्राष्ट्रिय अभ्यास के छ त भनेर सरहरू आउनुभयो। अन्तर्राष्ट्रिय अभ्यास त यस्तो छ, हामीले घरमा खाट त राखेकै हो, पूर्व पश्चिम राखिएको थियो या उत्तर दक्षिण राखिएको थियो। यो खाट यसरी मिलाएर राख्ने, खाट त हामीसँग थियो, घर पनि हामीसँग थियो, तर राख्ने तौर तरिका सिकाइदिनु भयो उहाँहरूले। हामीले भित्ता कता कता टाँस्ने नमिलाइकन टाँसिया रहेछ, मिलाएर टाँस्नुहोस् अलि विषय हुन्छ। अन्तर्राष्ट्रिय अभ्यास यस्तो छ भनेर सिकाउनु भयो। योभन्दा पछिका दिनमा थुप्रै काम गर्नुपर्नेछ। त्यो काम गर्नका निम्ति हामी रेडी छौँ। किन त स्कुलमा जागिरै खाइसकेपछि, व्यवस्थापन समितिको सदस्य अध्यक्ष भइसकेपछि, यही स्कुलमा पढिसकेको विद्यार्थी भइसकेपछि हामीले त्यो दिशातर्फ अन्तर्राष्ट्रिय स्तरमा भएका कामहरू गर्नका निम्ति हामी रेडी छौँ र रेडी भएकै कारणले विद्यालयलाई अगाडि बढाउने हो भनेर यहाँहरू सबैले कोसिस गर्नुभयो, त्यो दिशातर्फ बढ्नुभयो। यहाँहरूलाई हार्दिक धन्यवाद छ। यहाँका विद्यालयहरू ठिकै रहेछन्। अब तपाईँहरू अन्तर्राष्ट्रिय स्तरको विद्यालय बन्नलाई कहीँ कतै बिग्रे भत्केको केही छ भने त्यसलाई सुधार गर्नु, मिलाउनु भनेर रात दिन फोटो त विद्यालय सबै झै मारेको, उहाँहरू पुस्तभित्र छिरेर यसो फोटो खिचेछ, त्यो सबभन्दा फोटो त्यही रहेछ। यो चाहिँ तपाईँहरूले आफै देख्नुहोस्, यहाँ देखाउने होइन भनेर उहाँहरूले पटक पटक यो विद्यालय सुधार गर्नलाई कहाँको मान्छे आएर यहाँका अभिभावक सुधार्नलाई, यहाँका विद्यार्थी सुधार गर्नलाई उहाँले जुन तत्परता देखाउनु भयो, सहयोग गर्नुभयो, उहाँलाई पनि हार्दिक धन्यवाद दिँदै यो विद्यालयले चाँडै अन्तर्राष्ट्रिय स्तरको विद्यालय प्रमाणीकरण भएको देख्न पाइयोस्, यही शुभकामना व्यक्त गर्दै मेरो कुरा टुङ्ग्याउँछु। हस्, धन्यवाद। चोली माथि छड्केलायो घालेकी, ए मखमली चोली माथि छड्केलायो घालेकी, रूप सुन्दर मेरी हजुर दपकै बालेकी। मखमली चोली माथि छड्केलायो घालेकी, रूप सुन्दर मेरी हजुर दपकै बालेकी। हेरिलो है रूप सुन्दर मेरी हजुर दपकै बालेकी।
चल्छ लुगुलुगे मौका मिल्दा मुखै फुर्नु गएपछि चुके लेखमा चल्छ लुगुलुगे मौका मिल्दा मुखै फुर्नु गएपछि चुके मौका मिल्दा मुखै फुर्नु गएपछि चुके बोकी ल्याउनु बेसीको घाम लेखमा चल्छ लुगुलुगे मौका मिल्दा मुखै फुर्नु गएपछि चुके मौका मिल्दा मुखै फुर्नु गएपछि चुके मौका मिल्दा मुखै फुर्नु गएपछि चुके धेरै धन्यवाद बहिनी। धन्यवाद कार्यक्रम सञ्चालक लेखनाथ सर। यस रामतुलसी नमुना माध्यमिक विद्यालयको आइएसओ लोगो हस्तान्तरण कार्यक्रमका अध्यक्षज्यू, आजका प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय अर्थ उद्योग पर्यटन समितिका सभापतिज्यू, विशिष्ट अतिथि हाम्रो लोगो हस्तान्तरण कार्यक्रममा नेपालका प्रतिनिधि सुदीप सर, रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीयज्यू, वडा अध्यक्ष लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, विभिन्न विद्यालयमा आडा पाल्नुहुने अध्यक्षज्यूहरू, प्रज्यूहरू र उपस्थित अक्षय कोषदाता, अभिभावक सङ्घका अध्यक्ष लगायत अभिभावक सङ्घका समिति पदाधिकारीहरू र शिक्षक शिक्षिका, पत्रकार, सुरक्षाकर्मी, अभिभावक लगायत विद्यार्थी छोराछोरीहरूमा सर्वप्रथम त हार्दिक अभिवादन टक्राउन चाहन्छु। र आज असाध्यै खुसी लागेको छ किनभने यो रामतुलसी नमुना माध्यमिक विद्यालयले यो आइएसओ लोगोको लागि सम्झौता गरेर आज पहिलो चरण पार गरेर लोगो हस्तान्तरण कार्यक्रम भएको छ। यसमा हामी असाध्यै खुसी छौँ र मलाई लाग्छ यो विद्यालयको प्रगति रामपुरकै एउटा उदाहरणीय पनि हो र यो रामपुर तुलसीले आफू मात्रै अगाडि गइरहने भन्दा पनि छिमेकी विद्यालयहरूलाई पनि अलि अगाडि बढाएर अलि सल्लाह सुझाव अलि प्रशासनिक हिसाबले हातेमालो गरेर अगाडि बढाउने काम रामतुलसीले पनि गरोस् भन्न म चाहन्छु। र सबै विद्यालयहरूको तर्फबाट यो विद्यालयमा हेर्दा अहिले यतिखेर हो हामी अभिभावक पनि हो यही विद्यालयको, हेर्दाखेरि शिक्षक शिक्षिकाहरूलाई मलाई लाग्छ अहिले जाडोको बिदा उहाँहरूलाई महसुस भएको छैन। तर अहिले त लोगो लिनको लागि पहिलो चरणमा पुग्नको लागि उहाँहरूले मेहनत गर्नुभएको छ। अब यो पछि पनि यसैको निरन्तरता होस् भन्न म चाहन्छु र विद्यार्थीहरू पनि अनुशासित र सबै कुरा पर्याप्त छ र यसलाई लागू गर्नुहोला र यो विद्यालयलाई म पहिलो चरणको लोगो प्राप्त गरेकोमा हार्दिक बधाई दिन चाहन्छु र यो विद्यालयको उत्तर प्रगतिको कामना गर्दछु भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्त धन्यवाद। जय रामकृष्ण। नामाङ्कित गर्नुहुने आदरणीय व्यक्तित्व युवराज खनालज्यू, मान्य युवराज खनालज्यूलाई आफ्नो शुभकामनाको लागि म हार्दिक आग्रह गर्दछु। धन्यवाद सञ्चालक सरलाई। यो आइएसओको लोगो हस्तान्तरण कार्यक्रमका अध्यक्ष एवं यस विद्यालयका अध्यक्षज्यू, प्रमुख अतिथि मान्यज्यू, विशिष्ट अतिथि लगायत अरू सबै सम्पूर्ण आदरणीय अतिथिज्यूहरू र यस विद्यालयका प्रधान अध्यापकज्यू, शिक्षकवर्ग, विद्यार्थी भाइ बहिनीहरू र पत्रकार साथीहरू, यहाँहरू सबैलाई हार्दिक नमस्कार।
अब यो आइएसओ लोगो हस्तान्तरणको कार्यक्रमले त्यो राम तुलसी माध्यमिक विद्यालय पनि अब दर्ता भएर त्यस अन्तर्गत गर्नुपर्ने कामहरू धेरै छन् भन्ने मलाई लाग्छ। अब तर आइएसओ भनेको अन्तर्राष्ट्रिय एउटा मापदण्ड, गुणस्तर मापदण्डमा प्रवेश गरेर अगाडि बढ्न लागिरहेको छ। त्यो शुभ अवसर आजबाट प्राप्त भइरहेको छ औपचारिक रूपमा। यस अवसरमा यस विद्यालयको उत्तरोत्तर प्रगति, गुणस्तर थप वृद्धि र अरू सबै चाहिँ त्यस अन्तर्गत गर्नुपर्ने पूर्वाधारहरू, मापदण्डहरू पुरा गर्दै अगाडि बढ्न र यस पूर्वी पाल्पाको एउटा उदाहरणीय विद्यालय हो। अझै गुणस्तर मात्रै होइन, अरू सांस्कृतिक, कला, अनुशासन यी सबैको क्षेत्रमा एउटा उत्कृष्ट भएर अगाडि बढ्न सफल होस्, यो हार्दिक शुभकामना व्यक्त गर्दछु। अब मैले पनि पढेको विद्यालय यो, मैले पनि कुनै बेला पढाएको पनि हो। म जस्तै थुप्रै राजनीतिक व्यक्तित्व र राष्ट्र सेवकहरू यस विद्यालयले उत्पादन गरेको छ। थुप्रै समाजसेवीहरू उत्पादन गरेको छ। यस्तो विद्यालय भएर पनि अलि 10-20 वर्ष अगाडि हामी सबैले पढेको यस्तो पूर्वी पाल्पाको पहिलो विद्यालय खस्किएर जाने, धेरै तलतिर जाने, कमजोर हुने, पढाइ हुँदै नहुने, अरूले उछिन्छ कि धेरैले उछिन्छ कि भन्ने जस्तो स्थितिमा पनि पुगेको थियो। हामीलाई चिन्ता पनि लागेको थियो। तर त्यसबाट धेरै माथि उठाउनको निम्ति अनि हाम्रो अहिलेको वर्तमान हेड सर, यहाँको शिक्षकवर्ग, यहाँको व्यवस्थापन समिति र अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू सबैको एउटा कसरत, मेहनतले गर्दा यो विद्यालय अहिले यहाँसम्मको स्थितिमा आइपुगेको छ। जुन पाल्पाभरिको सबैभन्दा धेरै विद्यार्थी पनि धेरै भएको, नमुना पनि माध्यमिक विद्यालय र यो अब आइएसओको लोगो पनि प्राप्त गरेर अगाडि बढ्दैछ। र आइएसओको लोगो प्राप्त गरेर अगाडि बढ्नु भनेको के हो भने अब यहाँ राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड हुँदैन, त्यो मात्रै भएर पुग्दैन, अन्तर्राष्ट्रिय लेभलको गुणस्तर पनि हामीले हासिल गर्नुपर्छ भन्ने मान्यताले नै अहिले धेरै विद्यालयहरू यस पूर्वी क्षेत्रका रामपुरका पनि अगाडि बढ्नु भएको छ। सबैले पाइसक्ने स्थिति, दर्ता हुने स्थिति पनि भएको छैन। अझै सबै विद्यालयहरू अगाडि बढ्नुपर्ने स्थिति छ। त्यस्तो विद्यालय यो राम तुलसी भएको हुनाले अहिले यसको अझै धेरै प्रगति भएर जाओस्, त्यही शुभकामना राख्दै अब एउटा कुरा के छ भने रामपुर उपत्यका हो। रामपुरलाई धेरैले माया गर्छन्। रामपुरको शिक्षाको हब भएर अगाडि बढेदेखि हुन्थ्यो रामपुरको स्थिति भन्ने पनि छ। त्यसको साथसाथै यहाँ स्वास्थ्यको पनि हब हुनु जरुरी छ। शिक्षाको हब भयो भने बाहिरबाट विद्यार्थीहरू आउने, बाहिरबाट अरू मान्छेहरू आउने, बसाइ यहाँ आउने, यहाँको विकास हुने रहेछ। त्यो नहुँदाखेरि यहाँबाट झन् अन्त जानुपर्ने, यहाँबाट बसाइ सरेर अरू बाहिर गइरहेको स्थिति छ। त्यो हुन नदिनको निम्ति पनि हामीले शिक्षाको गुणस्तर चाहिँ र शिक्षाको वातावरण यहाँ विकास गर्नुपर्ने छ रामपुरको भेगमा। त्यसको साथसाथै अस्पताल, सरकारी रामपुर अस्पताल एउटा 50 बेडको मात्रै छ। स्वास्थ्यको हब भयो भने मात्रै अनि बाहिरबाट उपचार गर्न आउने धेरै मानिसहरू रामपुरमा आउनुपर्ने, बस्नुपर्ने, त्यो आधारमा यहाँको आर्थिक उन्नति विकास गर्नको निम्ति सजिलो हुने हुँदो रहेछ। त्यसो भएको हुनाले यो दुईटा कुरालाई महत्त्व दिएर, शिक्षा र स्वास्थ्यलाई महत्त्व दिएर त्यसको हब रामपुरलाई गराउनको निम्ति हामी सबै राजनीतिक सामाजिक कार्यकर्ताहरू पनि अलि जोडतोडले अगाडि बढ्नुपर्ने छ। त्यसको निम्ति शिक्षाको हब बनाउनको निम्ति शिक्षा क्षेत्रमा रहनुभएका आदरणीय हेड सरहरू अनि सबै सरहरू र सबै अभिभावकहरू, सरकारवालाहरू, समाजसेवीहरू हामी सबै सक्रियता साथ लाग्न सकौँ, त्यसमा हामीलाई सफलता मिलोस् र अन्तिममा यो विद्यालयको थप उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।
हार्दिक आग्रह गर्दछु। धन्यवाद कुशल सञ्चालक लेखनाथ सरलाई। अलिकति घाँटीको समस्या भएको छ। श्री राम तुलसी माविको यो आइएसओ लोगो ह्यान्डओभर कार्यक्रमका अध्यक्षज्यू तथा यस संस्थाका अध्यक्षज्यू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यू, थोरै प्राविधिक कमजोरी भयो। अन्तर्राष्ट्रिय गुरेज चिन्ह आइएसओका फोकल पर्सन सुदीप सर लगायत मञ्चमा आसीन सबै सङ्घ संस्थाका अतिथिज्यूहरू, देशको चौथोङ्ग पत्रकार मित्रहरू, अभिभावकज्यूहरू, प्रधानाध्यापक लगायत सञ्चालक समितिका साथीहरू, उपस्थित प्यारा विद्यार्थी भाइ बहिनीहरू, म आज धेरै बोल्ने पक्षमा छैन। यहाँ भाइ बहिनीहरूसित म धेरै पटक मेरा कुराहरू राखेको छु। हाम्रो कुराहरू साटासाट भएको छ। म यसै स्कुलको विद्यार्थी भएको कारणले म यो स्कुलको वासुदेव पण्डित सरको चौपारीमा बसेर ढुङ्गामा बसेर पढेको। त्यसपछि यो विद्यालयले खरको छाना पायो, त्यसपछि विद्यालयले टिनको छाना पायो, त्यसपछि विद्यालयले यो आरसिसी भवन पाछ, त्यसपछि विद्यालयले आरसिसी भवन सहित डिजिटल कम्प्युटर सहित शिक्षा पनि उपलब्ध गराएको छ। आज गौरवको कुरो, आज विद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओको लोगोको स्टार्टिङ सहित आज विद्यालय अगाडि बढेको छ। यो आइएसओ लोगो ह्यान्डओभर प्रोग्रामको साँच्चै यो विद्यालयलाई गुणस्तर बनाउन सफलता मिलोस्। विद्यालयलाई सफलताको शुभकामना दिन चाहन्छु। म अब धेरै कुरा यहाँहरूसँग नराखिकन मैले हिजो मात्र एउटा शिक्षाविदको इन्टरभ्यू सुनेको थिएँ। हिजो बिहानमा सायद त्यो रातो दरबारको फाउन्डर हुनुहुन्छ क्या हो, उहाँले के भन्नुभएको छ भने यो आइएसओ सम्बन्धमा पनि केही कुरा राख्नु भएको छ। हामीले कक्षा कोठालाई कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने बनाउने, यो प्रमुख हाम्रो महत्त्व हो। अबको शिक्षा हामीले भोकन्ते शिक्षा होइन। अबको हामीले भनिन्छ नि टुप्पी कसेर लेखेर मात्रै पास गरेको शिक्षा अबको शिक्षा होइन। अबको शिक्षा भनेको व्यावहारिक शिक्षा हुनुपर्छ। अहिले पूर्ववक्ता मित्र कसैले राख्नु भएको थियो, अब पढ्दै कमाउँदै खालको शिक्षा हुन जरुरी छ। त्यो शिक्षा प्राप्तिको लागि यो आइएसओले पक्कै काम गर्छ। र साना साना भाइ बहिनीहरूलाई जसरी शिक्षा दिइन्छ त्यो व्यावहारिक शिक्षा हुनुपर्छ, प्र्याक्टिकल शिक्षा हुनुपर्छ। पहिला हाम्रो पालामा ढुङ्गाहरू चलाएर माटो खेलाएर हामी शिक्षा लिन्छौँ। अब त्यस्तो शिक्षा होइन। अब अहिलेका आधुनिक मेटेरियल चलाएर प्र्याक्टिकल शिक्षा दिनुपर्छ। अबको 3-4 वर्ष भाइ बहिनीलाई गुणस्तर मापन गर्नका लागि परीक्षा लिने होइन, उसलाई व्यावहारिक शिक्षा दिने हो। व्यवहारबाट उसको परीक्षा लिने हो, उसको चाहना के छ त्यो अनुसार अगाडि बढ्ने हो। अब परीक्षा फी प्राप्तिको लागि मात्रै परीक्षा लिएको भन्ने देखिन्छ। फी प्राप्तिको लागि परीक्षा दिने होइन। अबको हाम्रा भाइ बहिनीहरूलाई व्यावहारिक शिक्षासहित अगाडि बढाउनुपर्छ। अब त्यसरी बढ्न जरुरी छ। त्यस कारणले अहिले पूर्ववक्ता मित्रले भने चाहिँ रामपुर उपत्यका, यो कालीगण्डकी बेसी, रामपुर, चापकोट लगायत यो उपत्यकामा दुईटा मात्रै प्रयास हामी गर्न जरुरी छ। हामीलाई भौतिक पूर्वाधारले अब कहिल्यै पुग्नेवाला छैन। हामीसँग कालीगण्डकी कोरिडोर भयो, यातायातको सुविधा छ, हाम्रो भित्रभित्र बाटो पिच हुँदैछ, त्यो पनि हुँदैछ, भइरहन्छ। अझै हामी कति बाटो पिच गर्न, कति बाटो बनाउनु बाँकी छ। अब यो कालीगण्डकी बेसीलाई अगाडि बढाउने भनेको दुईटा मात्र चिज छ। त्यो भनेको एउटा शिक्षा, रामपुरलाई एउटा शिक्षाको हब बनाउने र स्वास्थ्यको हब बनाउने। यो दुईटा कुरा हामीले गर्न सकियो भने
हामी अब रामपुरको भविष्य छ। अघि मित्रहरूले भन्नुभएको थियो यो शिक्षा र स्वास्थ्यको हब बनाउन सकियो भने यो डाँडा बेलुका जति पनि हाम्रो बसाइ सराई आउनु भएको छ, अहिले हाम्रो विद्यालयलाई विद्यार्थी थामी नसक्नु भएको छ। 2703,000 विद्यार्थी छ। अब यसलाई अघि कमलजीले भन्दा यो विद्यार्थीलाई अरू विद्यालयलाई पनि पुर्याउने गरी त्यसरी अगाडि बढ्ने गरी जसरी अरू विद्यालयको सङ्ख्या घट्दो छ, हुन त अहिलेको जन्मदरै घट्दो छ, तर अरू विद्यालयलाई पुग्ने गरी हामीले शिक्षाको हब बनाउने, स्वास्थ्यलाई अगाडि बढाउने। त्यो स्वास्थ्यलाई अगाडि बढाउनको लागि अघि भन्नुभएको थियो नगरपालिकाको वडाध्यक्षले अहिले रामपुर नगरपालिकामा आइएसओ लिन जरुरी छ, सङ्घ संस्थाले पनि आइएसओ लिन जरुरी छ, रामपुर अस्पतालले पनि आइएसओ लिन जरुरी छ। यस्तै अहिले पूर्ववक्ता मित्रहरूले भन्छ कुनै पनि सङ्घ संस्थाले आइएसओ लिएर अगाडि बढ्ने, आइएसओ न कि हाम्रो अस्वस्थ प्रतिस्पर्धाको लागि होइन, स्वस्थ प्रतिस्पर्धाको लागि लिन जरुरी छ। यो कामको लागि हामी रामपुरवासी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक, शिक्षिका, अग्रजहरू सबै लाग्न जरुरी छ। त्यस कारणले मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु, अबको शिक्षा व्यावहारिक शिक्षा, टेक्निकल शिक्षा हुनु जरुरी छ। त्यसको लागि ब्याचलर लेभलको हामीले शिक्षा यहाँ चलाउन, रामपुरमा चलाउन जरुरी छ। त्यो कुन माध्यमबाट कसरी सुरु गर्ने, त्यो अगाडि बढ्न ब्याचलर लेभल भनेको अब हामीले ती स्वास्थ्य क्षेत्रको लागि मानेर त्यो डक्टर पढाउने, एचए पढाउने, अथवा त्यसरी अगाडि बढ्ने, अथवा इन्जिनियरिङ अथवा कृषितर्फको ब्याचलर लेभल कक्षा सुरु गरेर यो रामपुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अगाडि बढ्नु छ। यसको लागि आइएसओका हाम्रा सरहरूले जुन कुरा राख्नु भएको छ, यो आइएसओले हामीलाई धेरै मद्दत गर्नेछ। यसलाई आइएसओका हाम्रो सुदीप सरको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले समयलाई चिन्यौँ, हामी समयमा परिवर्तन हुन सकेनौँ भने उमेरले परिवर्तन भएर हुँदैन, विचारले परिवर्तन हुनु पर्यो, कामले परिवर्तन हुनु पर्यो। हाम्रो गल्ती हुन्छ, गल्ती सुधार गर्न पर्यो। न कि यहाँले देख्नु भएको छ हामीले पहिला नोकिया फोन हातमा लिन पाउँदा हामीलाई कति गौरवको विषय हुन्थ्यो। नोकिया फोन कहाँ पाइन्छ भनेर हामी हिँड्थ्यौँ। नोकिया फोनले समय परिवर्तन गर्न जानेन। अहिले आइफोनले समय लियो, सामसुङले समय लियो। अब हाम्रो भाइ बहिनीलाई नोकिया भन्ने करिब थाहा छैन होला। अब नोकियाले पनि त्यो किसिम अगाडि बढ्दैछ, तर ढिला भइसक्यो। त्यो कुरा समय गर्न पर्यो। यो पूर्व अध्यक्षले भन्दै आइएसओ हामीले समयमा लिन जरुरी छ, समय लिन अगाडि बढ्न जरुरी छ। समयअनुसार हामी परिष्कृत हुन जानिन्छ, न कि नोकियाले जस्तो छिटो परिवर्तन भएर हाम्रो अर्थ छैन। त्यस कारणले यो ब्रान्ड, कुनै पनि चिजको ब्रान्डलाई महत्त्व हुन्छ, लोगोलाई महत्त्व हुन्छ। मलाई मानिएको लोगो यहाँ प्राप्त छ, म लान्छु, यो मेरो छुट्टै महत्त्व छ। हेर्दा त सामान्य एउटा लोगो हो, यसैलाई तपाईँले सम्मान गर्नु, म व्यक्तिलाई सम्मान गरेको होइन। यो व्यक्ति चेन्ज हुन्छ, यो कृति परिवर्तन हुन्छ, लोगो त्यही हुन्छ। त्यस कारणले यसको महत्त्व हुन्छ। यहाँले देख्नु भएको छ ब्रान्डेड लाउने भन्नुको त हाम्रो भाइ बहिनीलाई थाहा छ नि। एडिडास जुत्ताको ब्रान्ड, एडिडासको ज्याकेट, एडिडासको प्यान्ट होइन। अब हामीलाई नाइक जुत्ता, नाइकको ट्र्याक सुट, केल्मीको ट्र्याक सुट खेलाडीहरूले प्रचारमा आउँछ नि, यो ब्रान्ड हो। यस्तै ब्रान्ड चाहिँ लिन खोजेको रामतुलसी। यो चाहिँ जो पाइले यस्तो ब्रान्ड पाउँदैन। हामीले नर्थ फेसको ज्याकेट भनेपछि कसरी लाउँछ, त्यसका डुप्लिकेसन हुन्छ। नर्थ फेस 2, 1, 2, 3, 4 हुन्छ। त्यस कारणले यो ब्रान्ड लोगो जुन हामीलाई चाहिएको छ, यो चाहिँ अहिलेको युगले मागेको। त्यस कारणले यो आइएसओ हामीले जतिसक्दो छिटो प्राप्ति गरेर अगाडि बढ्नुपर्छ। रामतुलसीको प्रेरणाले अरू विद्यालयलाई शुद्ध प्रेरणा मिलोस्, यो यही मञ्चबाट यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। र यो प्रेरणाले रामपुरलाई एउटा आइएसओको हब र यहाँ आइएसओले यो शिक्षालाई अगाडि बढाउँदै रहँदा हामी पनि परिष्कृत हुने कुरा, हामी पनि जाँचिने कुरा, हामी पनि तौलिने कुरा हुन्छ। त्यसले गर्दा म धेरै कुरा अगाडि नराखिकन अब यो काममा रामतुलसीले जुन अगाडि बढेको छ, यसको सफलताको लागि प्रदेश सरकारको तहबाट नीति निर्माणदेखि हाम्रो सुदीप सर पनि हुनुहुन्छ। प्रदेश सरकारको तहबाट मैले गर्न सक्ने नीति निर्माण तहका कुरामा चाहिँ सुदीप सरसँग केही सल्लाह लिउँला। त्यसबाट पनि अगाडि बढ्ने गरी यो रामतुलसीलाई यो लोकेर प्राप्तिको लागि आवश्यक सुझाव, सल्लाह अथवा कुनै विकास गर्नुपर्ने त्यो कामको समेत प्रतिबद्धता व्यक्त गर्दै यो लोगो प्राप्तिको लागि तत्काल सफलता मिलोस् भनी शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। जय रामतुलसी। प्रधान अध्यापकज्यू, सहायक प्रधान अध्यापकज्यू अगाडि
पालिदिनु होला। आइएसओ फोकल पर्सन ज्यूहरू पनि यहाँ पालिदिनु होला। उहाँलाई वितरण गर्दा गर्दै प्रदान गर्दा गर्दै हामी नृत्य पनि गर्छौँ। विशाल श्रेष्ठज्यू अध्यक्षज्यू, त्यसै गरी प्रधान अध्यापकज्यू, यसै गरी दुर्गा पोखरेलज्यू, शेषकान्त भट्टराईज्यू, दुर्गादेवी राणाज्यू, त्यसै गरी दुर्गादेवी काफ्लेज्यू, त्यसै गरी महेश कुमार पौडेलज्यू यहाँ अगाडि यसो देखिनु होला। प्रमुख अतिथिज्यू माननीय राजु प्रसाद श्रेष्ठज्यूलाई क्याप्टेन हिमाल मल्लज्यू कृपा गरी यसो अगाडि जानु होला। व्यवस्थापन समितिका सदस्यज्यूहरू यता हुनुहुन्छ भने उहाँलाई मायाको चिनो हस्तान्तरण गर्दाखेरि यहाँ देखिनु होला। माननीय राजु प्रसाद श्रेष्ठज्यूलाई प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिँदैछ। अध्यक्षज्यू, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक छौँ उहाँहरू। त्यस पश्चात आइएसओ नेपाल प्रतिनिधि आजका विशिष्ट अतिथि सुदीप शर्मा सरलाई मायाको चिनो ग्रहण गर्नको लागि म आग्रह गर्दछु। मायाको चिनो ग्रहण गर्दा पार्श्वमा एउटा मिठो धुन पनि बजाइदिनु होला। सुदीप शर्माज्यू, अब उहाँका शब्दभाव, उहाँलाई प्रदान गरिएका हाम्रो तर्फबाट गरिएका माया, यो सामिप्यता असाध्यै धेरै गहन छ, गहिरो रूपमा अमिट रूपमा रहनेछ। अब हामी 1 वर्षभित्र सरले भने जस्तै प्रमाणपत्र ग्रहण गर्नको लागि एउटा ठुलो समारोह आयोजना गर्नेछौँ। यहाँको उपस्थिति हुनेछ। यहाँहरूको आशीर्वाद शुभेच्छा मिलोस्। अब मायाको चिनो ग्रहण हुनको लागि आइएसओ प्रतिनिधि श्री रेवत राणा सर, त्यसै गरी श्री भरत भूषाल सर, श्री आकाश यादव सर क्रमैसँग पाल्नुहोला। रेवत राणा सर, भरत भूषाल सर, आकाश यादव सर। अब सँगसँगै नृत्यलाई पनि अगाडि ल्याउनु होला। ताली बजाइदिनु होला। उहाँहरूको अथाको मेहनत प्रयास यो अत्यन्त सराहनीय प्रशंसनीय छ। उहाँहरूकै मार्गनिर्देशबाट हामी अगाडि बढ्न सकौँ। अब सबैको सम्मानमा एउटा नृत्य प्रस्तुत गर्नेछौँ। त्यस पछाडि हामी अध्यक्षज्यूबाट समापन र हामी यही बिचमा म आदरणीय अतिथिज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, सबै उपस्थित महानुभावलाई हाम्रो विद्यालयको तर्फबाट अल्पाहार व्यवस्था गरेका छौँ। त्यो लिएर मात्रै जानुहोला। कहीँ यहाँ अल्मलिनु भएको छ भने हाम्रो व्यवस्थापन टिमसँग सम्पर्क गर्नुहोला। हार्दिक धन्यवाद। यो सहज रूपमा सौहार्द रूपमा ग्रहण गरिदिनु भएकोमा सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। अब एउटा नृत्य।
म सबै महानुभावलाई हार्दिक धन्यवाद आभार कृतज्ञता ज्ञापन गर्दै र कहीँनिर देख्दा देख्दै गर्दा गर्दै हाम्रो छोटो समय राखेका थियौँ 120 मिनटको समय 6 मिनट अझै घर्किसकेको छ। तैपनि हामी निर्धारित समयमा आइपुग्यौँ। यहाँहरू सबैप्रति आभार कृतज्ञता ज्ञापन गर्दछौँ। सबै उपस्थित हुनुभयो, सबैप्रति हार्दिक धन्यवाद कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम सञ्चालनको क्रममा केही कमजोरी भएको भए माफ दिनुहोला भन्दै म कार्यक्रम सञ्चालनको क्रमबाट बिदा हुन्छु र अध्यक्षज्यूलाई आफ्नो मन्तव्य सहित समापनको लागि अनुरोध गर्दछु। अध्यक्ष। धन्यवाद सरलाई। पुनः यस आइएसओ ह्यान्डओभर कार्यक्रमका प्रमुख अतिथिज्यू, प्रदेश माननीय राजप्रसाद श्रेष्ठज्यू, विशिष्ट अतिथि ग्लोबल काउन्सिल नेपालका नेपाल प्रतिनिधि सुदीप शर्माज्यू, अन्य अतिथिज्यूहरू, सम्पूर्ण शिक्षक शिक्षिका कर्मचारीज्यूहरू, प्यारा भाइ विद्यार्थी भाइ बहिनीहरू, हामीले आज यस कार्यक्रम सम्पन्न गरेका छौँ। हामीले आइएसओ लोगो प्राप्ति गरेका छौँ। हामी सबैजना धन्यवाद पात्र छौँ, बधाई पात्र छौँ। यसमा साथ दिनुहुने सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। यहाँसम्म ल्याउन सहयोग गर्नुहुने, दिनरात खट्नुहुने शिक्षक शिक्षिका कर्मचारी जीवनमा विशेष धन्यवाद दिन चाहन्छु। हामीलाई अझै चुनौती थपिएको छ, हामीले अझै धेरै काम गर्नु छ। यहाँको ऊर्जा सही ठाउँमा सदुपयोग होस् भन्ने कामना पनि गर्न चाहन्छु। आज यस कार्यक्रममा सबैजना उपस्थित भइदिनु भयो। अतिथिज्यूहरू, प्रमुख अतिथिज्यूहरू, सम्पूर्ण घाम भए पनि जाडो भनेर हामीले खासै व्यवस्था गरेका थिएनौँ, तर आज बेसकै घामले पनि बोल्यो। यसको लागि क्षमा प्रार्थी छु। हामी अरू व्यवस्था गर्न सकेनौँ। अनि मान्यज्यूलाई एउटा सानो कुरा तपाईँ बोल्न छुट्नु भएछ भनेको हाँस्दै हुनुहुन्थ्यो। हामीलाई एउटा हलको आवश्यक छ। हामी एउटा हल नभएर हामी आँगनमा कार्यक्रम गर्नुपर्ने हाम्रो बाध्यता छ। मलाई लाग्छ आगामी बजेटमा मान्यज्यूले यो चाहिँ सम्बोधन गर्नुहुनेछ भन्ने आशा राख्दै र सम्पूर्णलाई पुनः धन्यवाद दिँदै यस कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। र खाजा खाना कोही बाँकी हुनुभएको भए सम्पूर्णलाई खाजा खाएर मात्रै गइदिनु हुन अनुरोध गर्दै म पनि बिदा हुन चाहन्छु। जय राम तुलसी। धन्यवाद। एउटा नृत्य, अब दुईवटा नृत्य छ, छोटो छोटो अवलोकन गरिदिनु होला र अल्पाहार खाजा लिएर जानु होला। यतातिर खाजा आएन भने हाम्रो क्यान्टिनमा व्यवस्था छ, त्यहाँ व्यवस्थापन सरहरूले लिएर जानुहुन्छ। विद्यार्थी भाइ बहिनीहरू लाइनबद्ध भएर लिनुहुन्छ। कोही पनि नछुटेर जति पुग्छ त्यति लिएर चाहिँ गइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। माधव हरा सर यहाँ साथ हुन अनुरोध छ, यहाँलाई आग्रह गरिराखिएको छ। माया चिन्ह ग्रहण गर्नको लागि आइदिनु होला।
व्यवस्थापक समितिका सदस्य दुर्गादेवी राणा पनि हुनुहुन्छ, उहाँले पनि साथ दिनुहोला। उता फर्न जाऊ टोइलेट पछाडि फालिदियोस् पर्खालोट बाहिर फालिदियोस्।